नमस्ते ट्रेडर्स। आज चाहिँ म तपाईहरुलाई हाम्रो ट्रेडर सेन्टिमेन्ट र ट्रेडर लिडर बोर्डको बारेमा चाहिँ केही चीज भन्न गइरहेको छु है त। जब तपाईहरुले मिस्टर मार्केट नेप्सेको वेबसाइट लगइन गर्नुहुन्छ, लगइन गरिसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यसपछि तपाईहरुले ट्रेडर सेन्टिमेन्टमा क्लिक गरिसकेपछि चाहिँ यो इन्टरफेस खुलेको देख्न सक्नुहुन्छ है त। र अब तपाईहरुले यहाँनेरि ट्रेडर लिडर बोर्ड भनेर देखिराख्नु भएको छ है। अब सुरुमा ट्रेडर लिडर बोर्ड भनेको चाहिँ के हो त भन्दाखेरिमा ट्रेडरले चाहिँ यो महिनामा यो मन्थमा चाहिँ कति प्रॉफिट गर्यो त भन्ने चीजलाई नै हामी के भन्छौं त भन्दाखेरिमा ट्रेडर लिडर बोर्ड भनेर भन्छौं। र त्यसपछि ट्रेडर सेन्टिमेन्ट है। अब ट्रेडर सेन्टिमेन्ट भनेको चाहिँ के हो त भन्दाखेरि यो चाहिँ तपाईको यहाँनेरि हामीले यसमा तल तपाईहरुलाई अहिले देखाउँछु पनि म राम्रोसँग। यहाँनेरि 1 वीक ट्रेडर सेन्टिमेन्ट छ, त्यसैगरी 1 मन्थ ट्रेडर सेन्टिमेन्ट छ। आज तपाईहरुलाई म 1 वीक ट्रेडर सेन्टिमेन्टको बारेमा चाहिँ भन्छु है त। अब के हो त 1 मन्थ ट्रेडर सेन्टिमेन्ट भनेको भन्दाखेरि चाहिँ अब मिस्टर मार्केट नेप्सेमा भएको चाहिँ सबै ट्रेडरहरुको एउटा बाइङ बिहेभियर हो है। बाइङ बिहेभियर जुन चाहिँ के हो त भन्दाखेरिमा 1 वीकमा भइराको छ भने चाहिँ के हो त हामी त्यसलाई 1 वीक ट्रेडर सेन्टिमेन्ट भनेर भन्छौं है त। अब यहाँनेरि म तपाईहरुलाई आज फर्स्टमा यो ट्रेडर लिडर बोर्डको बारेमा चाहिँ देखाउँदै छु है त। यो ट्रेडर लिडर बोर्ड चाहिँ तपाईको 1 मन्थको हो है त। जस्तो यसमा चाहिँ सुरुमा तपाईहरुले यहाँनेरि चाहिँ किताबमा ट्रेडर रेडियन्ट भनेर देखिराख्नु भएको छ। त्यसपछि ट्रेडर इन्फर्नो, त्यसपछि ट्रेडर अर्बिट भनेर देखिराख्नु भएको छ है। यो भनेको सिम्पली के हो त भन्दाखेरि अब ट्रेडर रेडियन्टले चाहिँ के रिप्रेजेन्ट गरिरहेको छ त भन्दाखेरिमा यो मन्थमा चाहिँ हाईएस्ट प्रॉफिट पर्सेन्टेज भएको एउटा टप परफर्मिङ ट्रेडर हो भनेर चाहिँ यसले चाहिँ के गरिरहेको छ तपाईहरुलाई रिप्रेजेन्ट गरिरहेको छ है त। त्यसैगरी तपाईको ट्रेडर इन्फर्नो छ सेकेन्डमा। यसले चाहिँ के भनेको भन्दाखेरिमा प्रोफिटेबिलिटीको आधारमा चाहिँ यसले चाहिँ सेकेन्ड र्याङ्क ट्रेडर हो है, सेकेन्ड र्याङ्क ट्रेडर हो भन्ने बुझिन्छ। त्यसैगरी ट्रेडर अर्बिट भनेको चाहिँ के हो त त्यही प्रोफिटेबिलिटी को आधारमा चाहिँ थर्ड र्याङ्क हो भनेर चाहिँ हामीले के गर्न सक्छौं त बुझ्न सक्छौं है त। अब यहाँनिर तपाईहरुले चाहिँ 10.27% PNL भनेर देखिराख्नु भएको छ। यो भनेको चाहिँ के हो सुरुमा PNL भनेको चाहिँ के हो त भन्दाखेरि तपाईको प्रॉफिट एन्ड लस हो है। अब यहाँनिर तपाईको अब यसमा हेरिराख्नु भएको छ जस्तो 10.27% PNL छ, यसमा चाहिँ 9.13%, यसैगरी यसमा चाहिँ 9% चाहिँ PNL देखिराख्नु भएको छ है त। त्यसैगरी यसमा तपाईहरुले विनिङ ट्रेड हेर्नु भयो भने विनिङ ट्रेड 222 छ, त्यसैगरी टोटल ट्रेड पनि 222 छ है त, तीन वटाको लागि। अब सुरुमा जस्तो विनिङ ट्रेड भनेको चाहिँ के हो त भन्दाखेरि जस्तो एउटा ट्रेड्स हो जहाँ चाहिँ ट्रेडरले प्रॉफिट गरेको हुन्छ है, त्यसलाई नै हामीले के हो त विनिङ ट्रेड भनेर बुझ्न सक्छौं। जस्तो अब विनिङ ट्रेड 2 भयो, विनिङ ट्रेड यहाँनेरि 2 छ। अब त्यसको मतलब चाहिँ के हो त भन्दाखेरिमा 2 ट्रेड्स चाहिँ प्रॉफिटेबल थियो है, दुईटा ट्रेड चाहिँ के हो त प्रॉफिटेबल थियो भनेर चाहिँ हामीले के गर्न सक्छौं त बुझ्न सक्छौं है। अनि त्यसैगरी सेकेन्डमा चाहिँ तपाईको टोटल ट्रेड 2 छ हैन, मतलब ट्रेडरले चाहिँ 2 बाइ सेल पेयर है, 2 बाइ सेल पेयर चाहिँ के हो त 1 मन्थमा कम्प्लिट गर्यो भन्ने चाहिँ के हो हामीले बुझ्न सक्छौं है। टोटल ट्रेड 2 भन्नुको मतलब चाहिँ त्यो भयो है त। अब त्यसपछि तपाई यहाँनेर चाहिँ PNL बुक हैन, PNL बुक भनेर देखिराख्नु भएको छ। यो भनेको चाहिँ के हो त भन्दाखेरिमा ट्रेडरले सेल गरिसकेपछि उले पाएको एउटा एक्चुअल नेट प्रॉफिटलाई नै हामीले के भन्छौं त भन्दाखेरि PNL बुक भनेर देख्छौं। यहाँनेर तपाईहरुले यो 1, 2 र 3 को लागि चाहिँ PNL बुक चाहिँ फरक यहाँनेर देख्न सक्नुहुन्छ है त। र यो भइसकेपछि तपाईहरुलाई म ट्रेडर सेन्टिमेन्ट पनि देखाउँछु। तपाईलाई म जस्तो आज 1 वीक ट्रेडर सेन्टिमेन्ट पनि देखाउन गइरहेको छु है त। जस्तो यहाँनेर तपाईहरुले अर्डर बाइ सेल हैन के भइरहेको छ यहाँ देख्न सक्नुहुन्छ। त्यसैगरी टोटल अर्डर र टोटल क्वान्टिटी देख्न सक्नुहुन्छ है त। अब यहाँनेर जस्तो फर्स्टमा अर्डर चाहिँ के भयो क्यान्सल भयो, जुन चाहिँ सुरुमा चाहिँ के त बाइको लागि प्लेस भएको थियो हैन भन्ने बुझिन्छ है त। जस्तो यहाँनेर तपाईहरुले अर्डर क्यान्सल देख्नु भएको छ, कम्प्लिटेड, मोडिफाइड डिफरेन्ट देखिराख्नु भएको छ है त। जस्तो यहाँनेर फर्स्टमा चाहिँ के छ त भन्दाखेरिमा अर्डर क्यान्सल बाइ भन्न देखिराख्नु भएको छ है त। यो भनेको के हो त भन्दा सुरुमा क्यान्सल भनेको चाहिँ के हो त भन्दाखेरिमा ट्रेडरले अर्डर प्लेस गर्छ तर एक्जिक्युसन हुनुभन्दा अगाडि नै क्यान्सल हुन्छ भने चाहिँ त्यसलाई के भन्छ त हामी अर्डर क्यान्सल भयो भनेर बुझ्न सक्छौं। उले चाहिँ के हो त टोटल अर्डर 200 को प्लेस गरेको थियो, टोटल क्वान्टिटी 1.05 लाख थियो हैन, भनेपछि त्यतिको उले चाहिँ अर्डर प्लेस चाहिँ गर्यो तर एक्जिक्युट गर्नु भन्दा अगाडि उले के गर्यो त भन्दाखेरिमा क्यान्सल गर्यो भनेर बुझ्न सक्छौं है त। त्यसैगरी यहाँ अर्डर क्यान्सलको यो चाहिँ के त सेलको थियो है त।
त्यसैगरी अब यहाँनिर कम्प्लिटेड पनि हेर्न सक्नुहुन्छ तपाईले। अब कम्प्लिटेड भनेको चाहिँ के हो त भन्दाखेरिमा अर्डर चाहिँ फुल्ली एक्जिक्युटेड भयो भन्ने बुझ्न सक्छौँ है त। जस्तै यहाँनिर चाहिँ के हो त भन्दाखेरिमा टोटल अर्डर 290 को भयो अनि यहाँनिर चाहिँ 46.43,000 चाहिँ के हो त टोटल क्वान्टिटीको चाहिँ के भयो त बाई भयो हैन। यो चाहिँ कम्प्लिटेड भयो भनेर पनि हामीले देख्न सक्छौँ है। त्यसैगरी यहाँनिर तपाईहरुले मोडिफाइड भन्ने देखिराख्नु भएको छ। अब मोडिफाइड भनेको चाहिँ के हो त भन्दाखेरिमा तपाईको अर्डर चाहिँ चेन्ज गरेको थियो भन्ने बुझिन्छ है त। जस्तो कुनै प्राइसमा होला क्वान्टिटीमा होला हैन अर्डर चाहिँ मोडिफाई भयो भन्ने बुझिन्छ। अनि तपाईले चाहिँ यहाँ अब अर्डर ओपन पनि भनेर देख्न सक्नुहुन्छ है। ओपन भनेको अर्डर चाहिँ स्टिल पेन्डिङमा छ भन्ने चाहिँ के हो त बुझिन्छ है त। त्यसैगरी यहाँनिर तपाईले अर्डर पार्शियली क्यान्सल भन्ने छ है। पार्शियली क्यान्सल भनेको चाहिँ कस्तो त भन्दाखेरिमा अर्डरको केही पार्ट मात्र पुरै होइन है। अर्डरको केही पार्ट मात्र चाहिँ क्यान्सल भएको छ भने चाहिँ त्यसलाई हामीले के भन्छौँ त भन्दाखेरिमा पार्शियली क्यान्सल भयो भनेर बुझ्छौँ है त। त्यसैगरी यहाँनिर चाहिँ के हो त रिजेक्टेड भनेर देख्न सक्नुहुन्छ। अर्डर चाहिँ रिजेक्टेड यहाँनिर बाई गर्ने बेलामा, अर्को रिजेक्टेड सेल गर्ने बेलामा। यो रिजेक्टेड चाहिँ कस्तो कन्डिसनमा हुन्छ त भन्दाखेरिमा जस्तो इनभ्यालिड इनपुटको कारणले गर्दाखेरि चाहिँ सिस्टमले नै अर्डर चाहिँ एक्सेप्ट गर्दैन भने त्यस्तो बेला चाहिँ के हुन्छ हाम्रो अर्डर रिजेक्टेड हुन्छ हैन। जस्तो यहाँनिर चाहिँ अर्डर बाई गर्ने बेला अर्डर के भयो रिजेक्ट भयो। यहाँनिर जस्तै टोटल अर्डर चाहिँ कति थियो 3 थियो अनि तपाईहरुले चाहिँ के हो त टोटल क्वान्टिटी कति थियो 370 थियो। यो अर्डर चाहिँ उले के हो त बाईमा प्लेस गरेको तर के भयो रिजेक्ट भइदियो। के कारणले गर्दाखेरि भन्दाखेरि इनभ्यालिड इनपुटको कारणले गर्दाखेरि चाहिँ यो भयो भनेर यसरी हामीले चाहिँ के हो त भन्दाखेरिमा 1 विकमा चाहिँ आज के हो त भन्दाखेरिमा ट्रेडर सेन्टिमेन्ट कति भयो र यो 1 मन्थको चाहिँ ट्रेडर लिडरशिप कति छ के छ भनेर चाहिँ मैले आज भने तपाईँ